म चाहिँ बनाउन गइरहेको छु स्नेल। यसलाई चाहिँ घोगी पनि भन्छ। अनि मैले चाहिँ त्यसलाई काटकुट पारेँ। यसलाई 4-5 घन्टा चाहिँ पानीमा भिजाइदिएको थिएँ पिठो हालेर। त्यसपछि यसलाई काटकुट गरेँ। अलिकति लसुन सर्सो हालेर मस्त मसला पिस्दैछु। मसला पिसिसकेपछि एउटा ग्यास बालेर कराई बसालेँ। अनि कराई बसालेर कराईमा तेल हालेर टमाटरहरू काटकुट पारेपछि मेथी पुऱ्याएँ। मेथी पुऱ्याएपछि हल्का ज्वानो पुऱ्याएँ। ज्वानो पुऱ्याएपछि पिसेको मसला हालिसकेपछि मसला अलिकति पाक्न दिएँ। त्यो पाकिसकेपछि चाहिँ अनि मैले बेसार हाल्नुहोस् अलिकति अनि त्यसपछि नुन स्वाद अनुसार। मलाई चाहिँ अलिक कडै चाहिन्छ, अलिक कडा हालौँ नुन। अनि हल्का मसला चलाउनुहोस् मजाले। हाल्छौँ टमाटर हाल्नु अलिकति। टमाटरलाई पनि मजाले पाक्नु। अब हालौँ कसरी हाल्नु। स्मेल हाल्दै घोगी हुन्छ। यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ भनेर चाहिँ है। मसलाई चाहिँ मस्त मैले चलाएँ। यस्तो भइसकेर मजाले पाकेपछि चाहिँ रस हाल्दिएँ। रस हालेर यस्तो भयो। रस हालेपछि सक्यो। हेलो गाइस, प्लिज सपोर्ट मी। मैले युट्युब च्यानल चलाउन त आउँदैन, त्यही पनि ट्राई गरेको छु। कस्तो हुन्छ सपोर्ट गरिदिनु होला। जे जस्तो भए पनि मलाई चाहिँ कुकिङ खासै आउँदैन। त्यही पनि कुकिङको भिडियोहरू चाहिँ मान्छेले प्रायः हेर्छ नि त, लाइक गर्छ नि। त्यसैको लागि चाहिँ मैले हल्का कुकिङ भिडियोको चाहिँ पोस्ट गरेको छु। सब्सक्राइब, फलो, कमेन्ट गरिदिनु होला। कस्तो छ के छ सपोर्ट गरिदिनु होला। अब जे भए पनि जस्तो भए पनि बनाउने कोसिस गरेको छु। अझै राम्रो भयो भने त्योभन्दा बेटर बनाउने ट्राई गर्छु। अब यही मोबाइलबाट बनाएको हो, खासै राम्रो त हुँदैन। हामी जस्तो आइफोन क्यामेरा ब्लग गर्ने केही पनि छैन। अब हामी पऱ्यो गाउँको सोझो साझो मान्छे। खासै बनाउन पनि आउँदैन, एडिटिङ गर्न पनि आउँदैन, कसरी के गर्ने। जे जस्तो भए पनि सपोर्ट गरिदिनु होला।